शाखालाई अलिकति धन्यवाद एकचोटि शिरभन्दा माथि लगेर सम्मान। आज हल्ला त एक त पनि भएको छैन है। म अघि बाहिरबाट आउँदा यति हल्ला भएको थिएन, त्यहाँ उभिएरै बसौँ जस्तो लागेको थियो। अनि खै के भनौँ, खै भन्ने कहाँबाट भन्ने भन्न त मुखैबाट हो है। सुन्नेले नसुनिदिएपछि पाउनेले उद्धार पनि पाउँदैन क्या। अब सोच्नुहोस्, उद्धार पाउन आएका छौँ, अब उद्धार पाउने कि नपाउने? पाउने इच्छा छ, हल्ला नगर्नुहोस्। पाउने इच्छा छैन, आफूले त उद्धार पाउनु भएन, सँगै बसेलाई उद्धार गर्न दिने कि नदिने कुरा यहाँ छ। त सर्वशक्तिमान परमेश्वर पितालाई अनगिन्ती धन्यवाद म शीर्षको नाउँमा मैले अघि नै भनिसकेँ। आजको यस महिनालाई चलाउने व्यक्तित्व हुनुहुन्छ योजना लामिछाने म्याम। उहाँलाई देख्ने बित्तिकै पनि रोग हराउँछ, 100% ढुक्क मन गर्छ। उहाँलाई देख्ने बित्तिकै रोग हराउँछ, विश्वास राख्नुहोस्। किनकि उहाँ त्यस्तो रोगबाट उठेर तयारी भएर आउनुभएको व्यक्ति हुनुहुन्छ। सोच्नुहोस् त, एउटा क्यान्सरबाट पीडितबाट ग्रस्त भएर अन्तिम अवस्थामा पुगेर सचमा उहाँले पनि परमेश्वरमा लताउनु भएको थियो समय, केही समय। तपाईँ हाम्रो परमेश्वरले कहिल्यै लताउनु भएन। परमेश्वरले टपक्क टिपेर आज हेर्नुहोस्, जस्ताको तस्तै परमेश्वरले बनाउनु भएको। त्यसैले उहाँलाई दिनुहुन्छ भने हामी सबैलाई दिनुहुन्छ कि हुन्न? दिनुहुन्छ। अनि हल्ला गर्नुपर्छ होइन? हल्ला गर्नुपर्छ, यसमारी हल्ला गर्नुपर्छ। सोच्नुहोस्, के तपाईँ हामी कुनै हस्पिटल जाँदाखेरि के हामी यस्तै गरेर हल्ला गर्छौँ? सोच्नुहोस्, एक्चुअली हामी कहीँ उद्धार पाउनको निमित्त जाँदैछौँ हस्पिटल, स्पेसली हामी हस्पिटल जाँदा यति साइलेन्स हुन्छौँ। अब सोच्नुहोस् हामी यहाँ उद्धार पाउन आएका छौँ। छोडिदिनुहोस्, उहाँलाई केही प्रब्लम छैन। त्यो परमेश्वरले ठिक पार्नुहुन्छ। हामीले गर्ने होइन, स्वयं परमेश्वर पिताले गर्नुहुन्छ। आफै नै गर्दैन। सम्बोधन त सुरुमै मैले गरिसकेँ। अगुवाजन जति पनि हुनुहुन्छ, लिडरजन जति पनि हुनुहुन्छ, केन्द्रदेखि शाखादेखि केन्द्र होइन, जति पनि जवानहरू हुनुहुन्छ, सबैमा उच्च सम्मान व्यक्त गर्न चाहन्छु। र साथसाथमा यस समय जस्ताको तस्तै लाइभ हेरिराख्नु हुने होइन, धेरै अगुवाहरू पनि हुनुहुन्छ, धेरै देशबाट हुनुहुन्छ, लगभग 25वटा देशबाट हुनुहुन्छ। जस्ताको तस्तै लाइभ हेरिराख्नु हुने होइन, जति पनि हुनुहुन्छ उहाँहरूलाई पनि शिर निभाएर नमस्कार व्यक्त गर्न चाहन्छु। अनि क्यामेरा, बाहिरी गेट, काउन्टर, म्युजिक, उहाँहरूलाई पनि हृदयदेखि बढी सम्मान। आजबाट पनि म्युजिकलाई पनि अन्तिममा पनि महिमा सकेर मात्रै खाजा खाने उहाँहरूलाई पनि टाइम एउटा राखिदिने खोजेको छौँ हामीले। कस्तो लाग्छ हजुरहरूलाई? हजुरहरूले जे भन्नुहुन्छ त्यही गर्ने। हजुरहरूले भन्नुहोस्, महिमा सकेपछि खाजा खुवाउन पठाउने कि हो भने एकचोटि जोरदार तालीले सम्मान गर्छ। किनकि तपाईँ हामी महिमा गर्दै गर्दा होइन, महिमा गर्दै गर्दा प्रब्लम नआउने होइन है हजुरहरू। म जहिले पनि भन्ने गर्छु, ममा भरोसा, ममा विश्वास, ममा आस्था भनी नराख्नुहोस्। मैले जहिले पनि भन्ने गर्छु,
ममा आस्था भरोसा नराख्नुहोस्। मैले आस्था कसलाई राखेको छु? कसलाई राखेको छु? परमेश्वरलाई हो, उहाँमा आस्था राख्नुहोस्। अनि हामीहरू ईश्वरको महिमा गर्दै गर्दा सोच्नुहोस्, आज सुन्नमा आयो ट्युमरको समस्या देखियो, नडराउनुहोस्। क्यान्सर देखियो, नडराउनुहोस्। किडनीमा समस्या देखियो, नडराउनुहोस्। हिँडिरहेको खुट्टा कुजो पर्यो, नडराउनुहोस्। चलिरहेको हात चलेन, नडराउनुहोस्। नहातिनुहोस्, टेन्सन नलिनुहोस्। मैले हिजोको दिन अस्ति भर्खरै एउटा गवाही सेयर गरेको थिएँ केन्द्रमा। कसले सुन्नुभयो? प्रायः जसो सबैले सुन्नुभएको होला, पक्कै पनि सुन्नुभएको होला। सोच्नुहोस्, यो देखिरहेको आँखाले तपाईँ हजुरहरूलाई मैले 8 महिना राम्रोसित देख्न पाएको थिएन। यहीँ बसेर सोच्नुहोस्, यहीँ बसेर हजुरहरूलाई मैले देख्न पाएको थिएन कि। म आउँथेँ, ईश्वरको महिमा गर्थेँ, तर मैले गुनासो कसैमा नै कि ईश्वरको। अहिले त मैले धेरै क्लियर देख्छु, बुझ्नुभयो? समस्या नआउने होइन हजुर, समस्या आउँछ। समस्या सँगसँगै के आउँछ हजुर? समस्या सँगसँगै उन्नति अनि प्रगति आउँछ। सोच्नुहोस्, तपाईँ हामीले देखिरहेको आँखाले एक्कासी देख्न नपाउँदा कस्तो भयो होला? कसैलाई पनि थाहा थिएन। यहाँ थाहा हुने हेमा म्यामलाई, मेरो घर फ्यामिलीलाई थाहा छ, अनि रूपिकालाई, अभयलाई, फाइसाबलाई, त्यस पछाडि आएर गलेबालाई। मैले यहीँको यहीँ देख्दिनँ थिएँ क्या, तर हजुरहरूलाई थाहा थियो त? थियो, भनक लागेको थियो। सोच्नुहोस्, किन आयो होला? अनि हजुरहरूको मनमा लाग्न सक्ला, यो मैले किन सेयर गरेको छु भने यसको फुल्ली गवाई त म शनिबार बताउँछु नै। यो मैले किन बताएँ, आज एउटा ट्युमरको गवाई सुनेको भएर, ट्युमर आएको समस्या परेको भएर मैले हजुरहरू माझमा मैले सेयर गर्नु। समस्यासँग नडराउनुहोस्, किनकि परमेश्वरसँग लडाउनुहोस्, परमेश्वरसँग रुनुहोस्, परमेश्वरसँग कराउनुहोस्। किनकि मैले यो देखिरहेको आँखाले नदेख्दा के भयो होला? सोच्नुहोस् त एकचोटि, कल्पना गर्नुहोस् त एकचोटि। तर हजुरहरूलाई एक भनक पनि मैले पार्न दिनँ, किन? मैले अलिअलि हो कि नै जस्तो, तर मैले परमेश्वरको महिमालाई सदाभर देखिरहे। आज त्यसमा हजुरहरू माझमा मैले यो किन बोलिरहेको छु? कमी कमजोरी आयो भने सच्चाइलाई छोडेर जानुहोस् हो। यो कमजोरी गर्नुभयो भने तपाईँहरू नष्ट भयो भनेर जानुहोस्। यो कमजोरी हाम्रो जीवनमा कमी कमजोरी आयो भने पनि कमजोरीसँग लड्नु सक्नुभयो भने परमेश्वरले भन्नुभएको छ, तँलाई मैले मेरा सन्तान जीवनको मुकुट दिनेछु। परमेश्वरले भन्नुभएको छ। म एउटा साधारण मनुष्य, परमेश्वरको काम गर्ने मनुष्य, एनी टाइम महिमा गरिरहेको हुन्छु। त्यही पनि म समस्या आउँदाखेरि त म आत्तिएको भए के हुन्थ्यो होला? सोच्नुहोस् त एकचोटि, सोच्नुहोस् त कस्तो गाह्रो भएको थियो होला। 7-8 महिनासम्म हिँको नजिक। अहिले त मैले हजुरहरूले लाउनु भएको अनुहार कलर सबै मजाले प्रष्ट देख्छु कि अहिले परमेश्वरको शक्ति यति धेरै छ कि। अनि यो परमेश्वरको शक्तिलाई देख्न छोडेर तपाईँ हामी समस्यालाई देख्छौँ क्या।
अब मेरो समस्या आयो, अब म भाग्नुपर्छ, अब म टाढा हुनुपर्छ। होइन, हाम्रा अग्रजको हात भएर जब मैले टेकुको महिमामा जब जुन दिन मैले चङ्गाई खाएँ, मदेखिबाट धेरै रिसाउनु भएको होला मनुष्यहरू, ईश्वरको सन्तानहरू धेरैले मलाई नमस्ते पनि गर्नुभयो। मैले देखेर नमस्ते नगरेको होइन, मैले नदेखेर मैले नमस्कार कसैलाई अगाडिबाट आएर नमस्ते भन्नुभयो भने चाहिँ मैले गर्थेँ। टाढाबाट नमस्ते गरेर मैले देख्दैन थिएँ। यति देख्दैन थिएँ कि आज उहाँले रातो लगाइरहनु भएको छ नि, यति पनि मैले देख्दैन थिएँ। मैले कसरी गर्थेँ नमस्कार? सोच्नुहोस् त, जुन दिन टेकुको महिमामा लिडर शिक्षा भयो त्यसै दिनमा मैले सुशीला म्यामलाई आफैले तानेर, म्याम मेरो आँखामा समस्या छैन, होइन छ, आजको दिनबाट हुँदैन, हजुरले चङ्गाइदिनुहोस् भनेको दिनबाट मैले देख्न सुरु गरेँ। कतिपयले मनमा त राजा सरलाई के भएको होला भन्नु होला, म कसरी हिँडिरहन्थेँ, कसरी देख्थेँ होला। यो सबै परमेश्वरको देन हो हजुर। समस्यासँग नडराउनुहोस् भन्नु खोजेको हो। डर लागेको छ त? हिँडिरहेको खुट्टा पनि कुज्यो पऱ्यो भने नि पिता धन्यवाद, यो पनि तपाईँको उन्नतिको निमित्त हो सम्झनु होइन। त्यसैले सर्वशक्तिमान परमेश्वर पितालाई अनगिन्ती धन्यवाद। समस्या आउँछ, नआउने होइन, समस्यासँग लड्ने अनि जुझ्ने क्षमता परमेश्वरले हामी सबैलाई दिनुभएको छ। नातिनुहोस्, पहिलो कुरा नातिनुहोस्, म यो नै भन्छु, नातिनुहोस्। 1 नातिनुहोस्, 2 नातिनुहोस्, 3 नातिनुहोस्। मलाई परमेश्वरले दिनुभयो भने तपाईँहरूलाई दिनुहुन्न त? कसले परमेश्वरमा आस्था राख्नुहुन्छ एकचोटि हात उठाउनुहोस् त। त्यही हातद्वारा परमेश्वरको निमित्त जोरदार तालीले सम्मान गरौँ। यति ठुला चिन्ह अनि चमत्कार देखाउनु भएको छ कि परमेश्वरले होइन। त्यसैले परमेश्वरको महिमालाई, परमेश्वरको यो दिनलाई, परमेश्वरको आज शनिबारको सभाको दिनलाई ख्याल टाइम पासको रूपमा कसैले पनि गरिनुहोस्। आउँछ समस्या 100% आउँछ। हाम्रो गुरु येशू मसीहलाई पनि आएको थियो, अय्युबलाई पनि आएको थियो, अब्राहमलाई पनि आएको थियो, हरेक परमेश्वरलाई आएको थियो। तर आज परमेश्वरले के गरिदिनु भएको छ? सबै कुरामा परमेश्वरले के गरिदिनु भएको छ? तयारी गरेर देखाउनु भएको छ। सर्वशक्तिमान परमेश्वरलाई एकचोटि जोरदार तालीले सम्मान गर्छु। त्यसैले समस्यासँग कोही डराउनुहुन्छ त? अब हुन्न है। त्यसैले अब हामी के गर्छौँ? अन्य भाषा गर्छौँ। जति धेरै अन्य भाषा